ल ए दाजु यो आज अब तपाईँले यो हाम्रो मङ्सिरे गर्नुभयो होइन मङ्सिरे अब मङ्सिरे अहिले अब उमा चैतमा गरियो होइन अब यो श्री पञ्चमी भनौँ यो कटेपछि यो गर्नु हुँदैन भन्ने कुरो थियो होइन होइन एकछिन अनि थियो आज यो अब चैतमा गरिँदैछ होइन गरियो पहिला अर्कै बिजुवाले गर्नुहुन्थ्यो आज तपाईँले गर्नु हुँदैछ होइन अनि अघि त्यो माथि ढिकुटीको त हेर्नु पाइनँ होइन अहिले यो चाहिँ यो के अरे यसलाई बेलाइची होइन यो चाहिँ भनेको तपाईँ बेलाइची यसलाई बेलाइची भन्छ होइन बेलाइची गरियो अब पहिला हाम्रो यहाँ गरिराखेकोले चाहिँ दुईवटा चिन्डो मात्रै चलाउँथ्यो अहिले तपाईँले यो माथि पनि राख्नु भएको छ होइन यसको मलाई बताइदिनु न यो चाहिँ सिधा सिधी होइन सिधा सिधी यो तल भने ठोकी सोल्यावा हाम्रो भूमिमा त चाहियो छोरा मान्छे छोरी मान्छे बिना थिएन यो छोरी मान्छे भयो यो छोरा मान्छे भयो अनि उहाँ चाहिँ भनेको शिर हुनुभयो उहाँ सिकेपछि माथि भन्छ के हाम्रो भनेको यो काचिप्दा रुबाङ्खा भनेर भनिन्छ अब यहाँ चाहिँ भनेको ताना बुना थियो अरे उहाँहरूले भने ताना बुना बनेर भनेको कताबाट भनेको उहाँले भने यो हाम्रो चाहिँ भनेको यो अब पर्वते भन्दा चाहिँ माइली बहिनी भन्छ के लिवा भन्छ उहाँको साथी होइन हाम्रो बागटाङचुकको साथी त्यो त्यसरी गरिन्छ अब यो माथि लगेर छेमीमै बस्ने हो उहाँ माथि भनेको अब भुइँमा बस्नुहुन्न माथि नै जाने डाङ्गिन दा छेमी दा ओ तालियाङ रुबाङ भनेर भनेको हुन्छ तालीहरू आङछामी रुबुमी भनेको हुन्छ कि अब त्यो चाहिँ भनेको तालीहरू लिएर हामी चाहिँ भनेको पहिला भनेको हानमार गरेर हिँडेको थियौँ अरे होइन सबै सायाहरू चाहिँ उहाँहरूले भनेको ल्याइदिनु अरे क्या अनि यसरी भने छ्याङ बजाउनु पर्ने क्या ए त्यो पैसा है अनि यो जस्तै अब यो श्री पञ्चमी कटिसकेपछि गर्नु हुँदैन गरिहाल्यो भने केराको पात चलाउँदैन भर्लाको पात के भन्ने सुनेको थिएँ अब भनेको पहिलाकै संस्कारमा भनेको अहिलेसम्म छौँ हामी श्री पञ्चमीमा लिँदैन कसरी भनेदेखि हामीलाई भनेको जति हामी के गर्छौँ भने नि सधैँ भनेको हामी वैशाखलाई नै मानेको छौँ पहिलादेखि होइन अहिले भनेको पुरानो संस्कारमा त होला नयाँ संस्कारमा त पुरानो त भनेको वैशाखलाई नै मान्थ्यो नि वैशाखभन्दा उता गरियो भने चाहिँ अब भलाको बाटै चाहियो नत्र भए त यो भनेर आवश्यकता छैन र त पहिला अब त्यस्तै भ्याएन गर्नु नसक्दाखेरि पहिला गर्दा केराको पात नचलाई भर्लाको पातमा गर्थ्यो क्या त्यो भएर मैले तपाईँलाई सोधेँ हुन त यो पहिलाको संस्कार ठिक कि अहिलेको संस्कार ठिक हो त हौ दाजु अब यो चाहिँ नयाँ बनौटी हो तपाईँको पहिला भनेको अब भनेको किरात धर्म भनेर हामीसँग कोसँग थियो हामी कुन भनेको उमा भन्दाखेरि भनेको हिन्दू भन्थ्यौँ अहिले पो बल्ल भनेको कहाँबाट खोजेर सोधेर होइन अहिले किरात धर्म भयो हो किन भन्नु त अब यो जसले जे भन्दा पनि मिल्यो के मिल्नु चाहिँ तर भनेको म ठुलै हुनु त यस्तो है अब तपाईँलाई मैले कुरो गरे जस्तो हुन्छ तपाईँसँग म हुन त त्यस्तो जान्ने त होइन अब धेरै तपाईँसँग जान्ने भए जस्तो चाहिँ होला तर हाम्रो यो पहिला चाहिँ यो हाम्रो बुताङ वंशभित्र चाहिँ एउटै होमे थियो हाम्रो एउटै होमेले गर्नुहुन्थ्यो क्या हाम्रै वंशको होमे हुनुहुन्थ्यो उहाँले सबै गर्नुहुन्थ्यो अब उहाँ बितेपछि हामीले अब यो ऊ चाहिँ अब यो चुला पुज्नेहरू अब चण्डी उहाँले चाहिँ चण्डी पनि पुज्नुहुन्थ्यो होइन चण्डी पानी चलाउने बिजुवाइ हुनुहुन्थ्यो उहाँ सोन पुज्ने धामी उहाँ ठुलो धामी हुनुहुन्थ्यो उहाँ सकिएपछि चाहिँ हामीले अब त्यो सोन पुज्नु पनि छोड्यो
सुन पुज्नु छोड्यो अनि यसो अब हाम्रो साकेलाहरू नाच्न त गरिन्छ यसो धुप धुवालो गरेर अनि यता सुन्नु न साकेला गर्ने त भने त अहिले पनि बिजुवै छैन छैन बिजुवै छैन अहिले निस्केन अनि यो अब पितृ कार्यक्रममा पितृ गर्नेहरूमा चाहिँ हामीले थुप्रै बिजुहरू फेरिसक्यो होइन अब थुप्रै गर्दाखेरि यो विभिन्न मैले थुप्रै यो संस्कारहरू देखेँ यो संस्कारभित्र जस्तै कसैले यो छेमी माग भनौँ न छेमी बेलाइची भन्छ छेमी माग छेमी माग कसैले 4वटा सिङ्का राखेर गरो होइन होइन कसैले 4वटा राखेर पनि गर्यो 4वटा पनि गरियो यही चुलामा यो चाहिँ कसरी गरियो भने पिस्कुने कान्छाले गर्यो 4वटा सिङ्का ले पनि गरियो होइन अनि अब 4वटा सिङ्काले गर्दा पछि 2टा चिन्डोले गर्यो नि त 2टा चिन्डो पछि फेरि अहिले तपाईँले एउटा चिन्डो माथि टुप्पोमा राख्नुभयो होइन हुन चाहिँ अब यो सबै अब पहिलाको बाजेले चाहिँ हामीले पहिला लाएकोले चाहिँ 2टाले गर्थ्यो क्या दाजु 2टाले गर्थ्यो यो राख्नुहुन्न थियो अनि अब हुन त अब हामी जानेर आएको होइन पहिलाकोहरूले गर्दै आएको हुनाले तपाईँ चाहिँ अब पाइलेको यसरी गर्नुपर्ने रहेछ भन्ने कुरो थाहा भयो लु भन्नुहोस् त 1-2 शब्द तपाईँले अब उहाँलाई जस्तै सरक्कै लाने हो तपाईँको यो नछुई लानु यो मात्र भत्किन्छ हजुर यो त भने सरक्कै उठाएर यो उहाँ माथि लगेर अनि फेरि सामगासँग बलमान मागेर अनि त्यहाँ छुकाएर अनि माथि राखिन्छ क्या हजुर ऊ त्यहाँ माङचुङ होइन हो माथि यो 3 चुला माथि माङचुङ हुन्छ माङचुङमा यो चिन्ह चाहिँ लगिन्छ यो चाहिँ माथि होइन उसँगै जान्छ अब यो तपाईँको पहिलोचोटि यो देखियो अब अरू गर्दै जाँदा फेरि तपाईँको गरौँला ल दाजु यो चाहिँ ल अहिलेलाई चाहिँ यति सक्यो नि अब होइन अब त्यो छुप्क्याउनु बाँकी उयो यसको खुट्टा पकेटाहरू छुप्क्याउने होइन अनि सक्यो फेरि योभन्दा अगाडि चाहिँ यसको खुट्टा पखेटा चाहिँदैन थियो कलेज भाउ हुन्थ्यो कलेज अब माथि बाग्टोलाई चाहिँ सबै छुकाएर आयो यहाँ चाहिँ अनि उसले कलेज मात्र यहाँ त अनि त्यसरी कलेजले मात्रै गर्थ्यो यो त बाग्दङ छुकको भनेको उसको भनेको बहिनी हो अब उसलाई चाहिँ अब सबै होइन नाम नलिम होइन योभन्दा अगाडि तपाईँले योभन्दा अगाडि गर्नुभएको हाम्रो होमेले चाहिँ नि यहाँ एउटा कलेजले मात्रै गर्थ्यो ल है अब यसलाई अब हेर्दै जाउँ गर्दै अब यो अहिलेको यो भयो अब पर्सि अब चुला फुक्दा हाम्रो यो साकेला अब उहाँ हो साकेला फुक्नु पर्यो होइन त्यतिखेर चुला फुक्दाखेरि अब तपाईँको त्यो पनि हेरेर एउटा भिडियो बनाउनु पर्छ ल दाजु साकेला गर्दाखेरि म भनेको तपाईँको भनेको मसँग सुन छैन म यो चुलाबाट चाहिँ भनेको अब धारा पूजा मसँग छैन नि त